हेलो एन्ड वेलकम टु शिवज्योति अटो सेन्टर। आज मैले तपाईहरुको लागि एकदमै दामी दामी गाडीहरु लिएर आइसकेको छु। तपाईहरुलाई सस्तोमा गाडी चाहियो भने पनि नो प्रब्लम, हामीसँग गाडी छँदैछ। त्यो भन्दा माथि बजेटमा जान्छु भन्नुहुन्छ भने नि हामीसँग ब्रान्ड न्यू कन्डिसनको गाडीहरु रहेको छ। यसै क्रममा गाडीहरु देखाउने क्रममा अब स्टार्ट गरौँ है त। यो चाहिँ हो 2014 मोडलको भोक्सवागनको टिगवान गाडी। यसमा चाहिँ तपाईहरुले 2000 सीसी पाउन सक्नुहुनेछ भने यो गाडी 4 व्हील ड्राइभ सिस्टममा रहेको छ र यसको मूल्य हामीले 32 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने डकुमेन्ट पुरा गर्नुभयो भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। त्यसैगरी हामीसँग अर्को रहेको छ सेडानमा एकदमै बलियो होन्डाको सिटी गाडी रहेको छ। यो तपाईहरुले 1500 सीसी पेट्रोल इन्जिनमा पाउन सक्नुहुनेछ भने यो 2021 मोडलको गाडी हो र यसको मूल्य चाहिँ हामीले 39 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। त्यसैगरी तपाईहरु अफरोडमा जानको लागि एसयुभी गाडी खोजिरहनु भएको छ भने हामीसँग 2019 मोडलको निसानको किक्स एक्सभी प्रिमियम गाडी रहेको छ। यो चाहिँ तपाईहरुले 1500 सीसी टर्बो इन्जिन डिजलमा पाउन सक्नुहुनेछ भने यसको मूल्य हामीले 32 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्सको सुविधा पनि रहेको छ। 4 व्हील ड्राइभ सिस्टम, अटोमेटिक गियर, सनरुफ मनरुफ भएको गाडी खोजिरहनु भएको छ भने हामीसँग 2017 मोडलको हुन्डाईको टक्सन गाडी रहेको छ। यसमा चाहिँ तपाईहरुले 2000 सीसीको पेट्रोल इन्जिन पाउन सक्नुहुनेछ भने यो गाडीको मूल्य हामीले 55 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्सको सुविधा पनि रहेको छ। 7 वटा सिटको क्षमता भएको अटोमेटिक गियरमा टोयोटाको गाडी भए हुन्थ्यो भन्नुहुन्छ भने चाहिँ हामीसँग 2018 मोडलको टोयोटाको रस गाडी रहेको छ। यसमा तपाईहरुले अटोमेटिक गियर पाउन सक्नुहुनेछ भने 1500 सीसी पेट्रोल इन्जिनमा रहेको यो गाडीको मूल्य हामीले 55 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। नयाँ मोडलमा गाडी खोजिरहनु भएको छ भने हामीसँग 2023 मोडलको कियाको सोनेट गाडी रहेको छ। यो अहिलेसम्म जम्मा 30,000 किलोमिटर मात्र कुदेको छ भने तपाईहरुले यो गाडी 1200 सीसी पेट्रोल इन्जिनमा पाउन सक्नुहुनेछ। यसको मूल्य हामीले 37 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। यसैगरी रिसेल पनि एकदमै राम्रो भएको क्रेटा गाडी खोजिरहनु भएको छ भने हामीसँग 2017 मोडलको एसएक्स भेरिएन्टमा रहेको छ। यसको मूल्य चाहिँ हामीले 37 लाख 50 हजार राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। नयाँ मोडलको सोरुम कन्डिसनमा भएको एसयुभी गाडी खोजिरहनु भएको छ भने हामीसँग भोक्सवागनको टाइगन गाडी रहेको छ। यसमा चाहिँ तपाईहरुले 1000 सीसी पेट्रोल इन्जिन पाउन सक्नुहुनेछ भने यो 2024 मोडलको गाडी हो। यसको प्राइस चाहिँ हामीले 67 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। कियाकै गाडी भइदियो हुन्थ्यो तर मलाई सोनेट हैन सेल्टस चाहियो भन्नुहुन्छ भने पनि हामीसँग 2019 मोडलको डिजल इन्जिनमा रहेको सेल्टस एसटीके प्लस भेरिएन्टमा रहेको छ। यसको मूल्य हामीले 37 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्सको सुविधा पनि रहेको छ। एकदमै कम कुदेको नयाँ मोडलको गाडी खोजिरहनु भएको छ एसयुभी भनेदेखि हामीसँग 2025 मोडलको स्कोडाको कुसाक गाडी आइसकेको छ। यो अहिलेसम्म जम्मा 5500 मात्र कुदेको छ भने यो चाहिँ तपाईहरुले 1000 सीसी टर्बो इन्जिनमा पाउन सक्नुहुनेछ भने यसको प्राइस हामीले 63 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्सको सुविधा पनि रहेको छ। 19 मोडलको एसयुभी गाडी एकदमै राम्रो कन्डिसनमा 2000 सीसी पेट्रोल इन्जिन भएको हुन्डाईको टक्सन मैले तपाईहरुको लागि लिएर आइसकेको छु। गाडी एकदमै फ्रेश कन्डिसनमा पाउन सक्नुहुनेछ भने यसको मूल्य चाहिँ हामीले 57 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। सानो ह्याचब्याक गाडीमा 1200 सीसी बालक गाडी होस् भन्नुहुन्छ भने चाहिँ हामीसँग टाटाको टियागो एनर्जी गाडी आइसकेको छ। यो चाहिँ तपाईहरुले 1200 सीसी पेट्रोल इन्जिनमा पाउन सक्नुहुनेछ भने यो 2019 मोडल गाडी हो र यसको प्राइस हामीले 20 लाख 50 हजार राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्सको सुविधा पनि रहेको छ। एसयुभीमा ह्याचब्याकमा मारुति सुजुकी गाडी हैन मलाई सेडानमा चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग 2016 मोडलको मारुति सुजुकीको सियाज गाडी भिएक्सआई भेरिएन्टमा रहेको छ। यसमा तपाईहरुले 1373 सीसी को पेट्रोल इन्जिन पाउन सक्नुहुनेछ भने यसको मूल्य हामीले 19 लाख 50 हजार राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ र फाइनान्सको सुविधा पनि रहेको छ। एसयुभी एकदमै दमदार परफर्मेन्स दिने जहाँसुकै पनि जाने गाडी खोजिरहनु भएको छ भने हामीसँग 2016 मोडलको फोर्डको इन्डेभर गाडी रहेको छ। यो चाहिँ अटोमेटिक गियरमा रहेको छ भने 4 व्हील ड्राइभ सिस्टम 7 सिटर रहेको छ भने यसको मूल्य हामीले 72 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्सको सुविधा पनि रहेको छ। त्यसैगरी हामीसँग अर्को रहेको छ अटोमेटिक गियर, सनरुफ, 4 व्हील ड्राइभ सिस्टम 7 सिटर भएको गाडी मित्सुबिसीको पजेरो गाडी रहेको छ। यो चाहिँ 2014 मोडलको गाडी हो भने गाडी एकदमै फ्रेश कन्डिसनमा रहेको छ। यसमा तपाईहरुले 3200 सीसी को डिजल इन्जिन पाउन सक्नुहुनेछ भने यसको मूल्य हामीले 85 लाख रुपैयाँ राखेको छौं। त्यसमा नेगोसिएबल हुनेछ भने डकुमेन्ट पुरा गर्नुभयो भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। मलाई डिजेलमा निसानको किक्स हैन मलाई पेट्रोलमा चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग 2021 मोडलको निसानको किक्स एक्सभी प्रिमियम भेरिएन्टमा रहेको छ।
गाडी एकदमै फ्रेस कन्डिसनमा फुल्ली लोडेड फिचर्समा पाउन सक्नुहुनेछ। यसको मूल्य हामीले 39 लाख रुपियाँ राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनेन्सको सुविधा पनि छ। सानो एकदमै ठिक्क बजेटमा गाडी चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग 6,25,000 मारुति सुजुकीको 800 गाडी रहेको छ। गाडी एकदम राम्रो कन्डिसनमा रहेको छ। यो गाडी लिनलाई सोरुम भिजिट गर्नु है त। आउँदै गरेको चुनावलाई मध्यनजर गर्दै 4 व्हील ड्राइभ सिस्टममा पिकअप गाडी खोजिरहनु भएको छ भने हामीसँग 2010 मोडलको निसानको नाभारा गाडी रहेको छ। यो जम्मा 19,50,000 मा तपाईहरुको लागि गाडी लिएर आइसकेको छु। यो गाडी लिनका लागि पनि सोरुम भिजिट गर्नु है त। भर्खरै लाइसेन्स निकालेको छु, हात बसाउनको लागि सानो एकदमै राम्रो रिसेल पनि भएको गाडी चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग 2009 मोडलको हुन्डाईको सेन्ट्रो गाडी रहेको छ। यसको मूल्य हामीले 11,75,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। 4 व्हील ड्राइभ सिस्टममा मारुति सुजुकीको जिप्सी गाडी लिएर आइसकेको छु मैले। गाडी एकदमै राम्रो कन्डिसनमा रहेको छ। यसको प्राइस हामीले 12 लाख रुपियाँ राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। कारहरू त मलाई भइ नै हाल्यो। मलाई चाहिँ सामान ढुवानी गर्नको लागि एउटा राम्रो पिकअप गाडी चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग इसुजुको 2019 मोडलको एस क्याप गाडी रहेको छ। यो चाहिँ तपाईहरुले सिंगल क्याब गाडी पनि भनेर चिन्न सक्नुहुनेछ भने यसको मूल्य हामीले 11,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। ग्राउन्ड क्लियरेन्स पनि एकदमै राम्रो भएको पावरफुल सिसी भएको एसयुभी गाडी खोजिरहनु भएको छ भने हामीसँग फोर्डको इकोस्पोर्ट टाइटानियम भेरिएन्टमा आइसकेको छ। गाडी एकदम राम्रो कन्डिसनमा रहेको छ भने यसको मूल्य चाहिँ हामीले 21,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। यसै गरी 4 व्हील ड्राइभ सिस्टम भएको जता पनि जान मिल्ने डाँडा काँडा कतै पनि नभन्ने खालको गाडी खोजिरहनु भएको छ भने हामीसँग मारुति सुजुकीको ग्रान्ड भिटारा गाडी आइसकेको छ। यो चाहिँ 2007 मोडलको गाडी हो भने यसको मूल्य हामीले 18 लाख रुपियाँ राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। 1500 सीसी डिजल इन्जिनमा एसयुभी गाडी खोजिरहनु भएको छ भने हामीसँग महिन्द्राको ट्युबी 300 गाडी रहेको छ। गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यो चाहिँ 2018 मोडलको गाडी हो भने यसको मूल्य हामीले 20,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर जान सक्नुहुनेछ। लोगो देख्ने बित्तिकै तपाईहरुले चिनि नै सक्नुभयो। यो चाहिँ हो टोयोटाको कोरोला एलएक्स गाडी। यो चाहिँ एकदमै राम्रो कन्डिसनमा पाउन सक्नुहुनेछ भने 2006 मोडलको गाडी हो। यसको प्राइस हामीले 13,75,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। 20-22 लाखको बजेटमा फुल्ली अप्सन फिचर्स भएको गाडी खोजिरहनु भएको छ भने हामीसँग 2016 मोडलको बलेनो अल्फा भेरिएन्टमा रहेको छ। यो चाहिँ एकदमै टप अप्सनमा रहेको छ भने यसको मूल्य हामीले 22,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्सको सुविधा पनि रहेको छ। सेडानमा भोक्सवागनको गाडी खोजिरहनु भएको छ भने हामीसँग 2018 मोडलको भेन्ट्रो ट्रेड लाइनमा रहेको छ भने यसमा तपाईहरुले 1600 सीसीको पेट्रोल इन्जिन पाउन सक्नुहुनेछ र यो गाडीको मूल्य हामीले 20,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर जान सक्नुहुनेछ। त्यसैगरी सेडानमै हामीसँग अर्को रहेको छ टोयोटाको कोरोला 2006 मोडलको गाडी हो भने यसको प्राइस हामीले 13,75,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने तपाईहरुले यो गाडी 1500 सीसी पेट्रोल इन्जिनमा पाउन सक्नुहुनेछ। 6 मोडलको हैन त्योभन्दा अलिकति माथिल्लो मोडलको कोरोला भए हुन्थ्यो भन्नुहुन्छ भने चाहिँ हामीसँग 2010 मोडलको टोयोटाको कोरोला एलएक्स भेरिएन्टमा रहेको छ। यसको प्राइस हामीले 22,75,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ र यो गाडी तपाईहरुले 1600 सीसी पेट्रोल इन्जिनमा पाउन सक्नुहुनेछ। हेर्दा नै हेर्नु न कस्तो देखिन्छ क्या यो गाडी। तर यो हो भोक्सवागनको बिटल गाडी। यसमा चाहिँ तपाईहरुले 1700 सीसीको पेट्रोल इन्जिन पाउन सक्नुहुनेछ भने गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यो गाडीको मूल्य हामीले 29,75,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। मलाई पेट्रोलमा हैन मलाई डिजेलमा सोनेट गाडी चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग 2021 मोडलको कियाको सोनेट गाडी एसटीके प्लस भेरिएन्टमा लिएर आइसकेको छु मैले। यो चाहिँ तपाईहरुले 1500 सीसी डिजल इन्जिनमा पाउन सक्नुहुनेछ भने यसको मूल्य हामीले 39 लाख रुपियाँ राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर जान सक्नुहुनेछ। टर्बोमा मैग्नाइट गाडी खोजिरहनु भएको छ भने हामीसँग 2021 मोडलको निसानको मैग्नाइट एक्सएल भेरिएन्टमा गाडी रहेको छ। यो अहिलेसम्म जम्मा 40,000 किलोमिटर मात्र कुदेको छ भने यसको मूल्य चाहिँ हामीले 26 लाख रुपियाँ राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर जान सक्नुहुनेछ। 8-9 लाखको बजेटमा एउटा राम्रो गाडी खोजिरहनु भएको छ भने हामीसँग फोर्डको क्लासिक गाडी रहेको छ। यो चाहिँ हो 2014 मोडलको गाडी। यसको प्राइस हामीले 7,50,000 राखेको छौँ भने त्यसमा नेगोसिएबल हुनेछ र डकुमेन्ट पुरा गर्नुभयो भने फाइनान्सको सुविधा पनि रहेको छ। अटोमेटिक गियरमा मोडल अलिकता माथि होस् ठिक्क बजेटमा गाडी खोजिरहनु भएको छ भने हामीसँग 2018 मोडलको रेनल्टको क्विड गाडी रहेको छ। यो चाहिँ तपाईहरुले अटोमेटिक गियरमा पाउन सक्नुहुनेछ भने 1000 सीसी पेट्रोल इन्जिनमा रहेको यो गाडीको मूल्य हामीले 16,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्सको सुविधा पनि रहेको छ।
मारुति सुजुकीको गाडी ह्याचब्याक गाडी खोजिरहनु भएको छ भने हामीसँग 2016 मोडलको वागेनर रहेको छ। VXI भेरिएन्टमा रहेको यो गाडीको प्राइस हामीले 17,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर जान सक्नुहुनेछ र तपाईँहरूले यो गाडी 1000 सीसी पेट्रोल लिन पाउन सक्नुहुनेछ। हामीसँग पेट्रोल डिजेल मात्र नभएर हामीसँग 2023 मोडलको नेक्सन इभीमा पनि रहेको छ। गाडी एकदमै फ्रेस कन्डिसनमा अहिलेसम्म जम्मा 25,000 किलोमिटर मात्र कुदेको छ भने यसको प्राइस हामीले 31 लाख रुपियाँ राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। हामीसँग अर्को पनि सेडानमा टोयोटाको कोरोला गाडी रहेको छ। यो पनि 2010 मोडल गाडी हो भने एलएक्स भेरिएन्टमा रहेको छ। यसको मूल्य हामीले 22,75,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। यदि तपाईँहरू हुन्डाईको i20 गाडी खोजिरहनु भएको छ भने हामीसँग 2013 मोडलको हुन्डाईको i20 स्पोर्ट्स भेरिएन्टमा रहेको छ भने यसको मूल्य हामीले 18,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। यदि तपाईँहरू भोक्सवागनको गाडीमा ह्याचब्याक गाडी खोजिरहनु भएको छ भने हामीसँग 2021 मोडलको पोलो रहेको छ। यो चाहिँ तपाईँहरूले 1000 सीसीमा पाउन सक्नुहुनेछ भने यसको मूल्य हामीले 24,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। त्यसै गरी तपाईँहरूलाई मैले अघि VXI भेरिएन्टमा रहेको सियाज गाडी देखाएको थिएँ भने यो चाहिँ हो 2017 मोडलको सियाज जेटा भेरिएन्टमा रहेको छ। यसमा चाहिँ तपाईँहरूले 1373 सीसीको पेट्रोल इन्जिन पाउन सक्नुहुनेछ भने यो गाडीको मूल्य हामीले 22,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनेन्सको सुविधा पनि रहेको छ। त्यसै गरी जापानमा बनेको एकदमै बलियो गाडी खोजिरहनु भएको छ भने हामीसँग माज्दा 3 रहेको छ। गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यो चाहिँ 2008 मोडलको गाडी हो भने यसको प्राइस हामीले 14 लाख रुपियाँ राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। अल व्हील ड्राइभ सिस्टम भएको एसयुभी गाडी ग्राउन्ड क्लियरेन्स पनि एकदमै राम्रो भएको 2000 सीसी पेट्रोल इन्जिनमा भएको गाडी खोजिरहनु भएको छ भने हामीसँग 2014 मोडलको कियाको स्पोर्टेज गाडी रहेको छ। यसको प्राइस हामीले 31 लाख रुपियाँ राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने डकुमेन्ट पुरा गर्नुभयो भने फाइनेन्सको सुविधा पनि रहेको छ। 4 व्हील ड्राइभ सिस्टम भएको हेर्दाखेरि सानो चुटुक्क परेको तर जान चाहिँ जतासुकै पनि जान मिल्ने खालको गाडी खोजिरहनु भएको छ भने हामीसँग 1997 मोडलको दाइहात्सुको टेरियस गाडी रहेको छ। गाडी एकदमै राम्रो कन्डिसनमा रहेको छ। यसको प्राइस हामीले 10,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। अटोमेटिक गियरमै हामीसँग अर्को रहेको छ 2017 मोडलको रेनल्टको क्विड गाडी। यसको मूल्य हामीले 14,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ भने फाइनान्स समेत गरेर लिएर जान सक्नुहुनेछ। त्यसै गरी एकदमै ठिक्क बजेटमा एकदमै बलियो गाडी खोजिरहनु भएको छ भने हामीसँग स्कोडाको फाबिया गाडी रहेको छ। यो चाहिँ हो 2009 मोडलको गाडी। यसको प्राइस हामीले 9,75,000 राखेको छौँ भने त्यसमा नेगोसिएबल हुनेछ। त्यसै गरी 9 लाख बजेटभित्रमा मलाई एउटा सानो ह्याचब्याक गाडी चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग कियाको पिकान्डो गाडी रहेको छ। यो चाहिँ हो 2007 मोडलको गाडी। यसको प्राइस हामीले 8,75,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। अटोमेटिक गियरमा एसयुभी गाडी खोजिरहनु भएको छ। 4 व्हील ड्राइभ सिस्टम भएको सनरुफ पनि भएको गाडी खोजिरहनु भएको छ भने हामीसँग 2007 मोडलको सीआरबी गाडी रहेको छ। यसको प्राइस हामीले 21 लाख रुपियाँ राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। मलाई 1500 सीसीमा होइन मलाई 1000 सीसीमा एसयुभी गाडी इको स्पोर्टै चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग 2014 मोडलको इको स्पोर्ट गाडी रहेको छ। यो तपाईँहरूले टाइटानियम भेरिएन्टमा पाउन सक्नुहुनेछ भने यसमा 1000 सीसी पेट्रोल इन्जिन रहेको छ। यो गाडीको मूल्य हामीले 17,50,000 राखेको छौँ। त्यसमा नेगोसिएबल हुनेछ। मैले तपाईँहरूलाई अहिलेसम्म देखाएको 60-70 वटा गाडी मध्ये तपाईँहरूलाई कुन गाडी मन पर्यो त्यो चाहिँ कमेन्टमा पनि लेखिदिनु होला। अथवा तपाईँहरूलाई त्यो गाडीको बारेमा अरू डिटेल चाहिएको छ भने हाम्रो बायोमा नम्बर हुन्छ, कल गर्न सक्नुहुनेछ। अथवा हामीलाई टिकटक तथा फेसबुकको पेजमा गएर पनि तपाईँहरूले फलो गरेर त्यहाँनिर मेसेज गरेर पनि गाडीहरूको बारेमा जानकारी लिन सक्नुहुनेछ। हामीसँग एकदमै फ्रेस कन्डिसनको गाडीहरू रहेको हुन्छ भने तपाईँहरूले हामीसँग कुनै पनि एक्सिडेन्ट भएको गाडीहरू पाउन सक्नुहुने छैन। यदि तपाईँहरूलाई पनि कुनै गाडी एक्सचेन्ज गर्नु परेको छ वा किन्न परेको छ भने चाहिँ तपाईँहरूले सम्झिने भनेको शिवज्योति अटो सेन्टर तपाईँलाई 15 हाम्रो सोरुम भिजिट गर्न नबिर्सिनु होला। हस् त आजको लागि यति नै भिडियोमा मैले अन्त गरेको छु। फेरि पनि अर्को भिडियो लिएर आउने नै छु। धन्यवाद।